मेरो बुवा हराएको आज 2 महिना पुरा भइसकेको छ। देश तथा विदेशमा रहनुहुने आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूको बीचमा आज विशेष गरिकन एउटा दुःखको भिडियो प्रस्तुत गर्न जाँदैछु। 2 महिना 6 दिन हुँदा समेत पनि 43 वर्षीय पूर्णबहादुर बुढाथोकी आखिर कहाँ जानुभएको होला त? परिवारले खोजी गर्दा गर्दै विभिन्न सङ्घ संस्था, प्रहरी चौकी लगायत धाउँदै परिवार थाकिसकेपछि यति बेला भने हामीका आउनुभएको छ। नेपालघर दाङ जिल्ला घोराई उपमहानगरपालिका 16 मा बस्ने पूर्णबहादुर बुढाथोकी रोजगारीको सिलसिलामा भारतको राजस्थानमा आफू र आफ्नो परिवारको जीविकापार्जन गर्दै आउनुभएको थियो। 81 काम गर्ने ठाउँबाटै भारतको राजस्थान बलोत्रा भन्ने ठाउँमा टुल ट्याक्समा काम गर्ने अन्य स्टाफको खाना बनाउने काम गर्दै आउनुभएको थियो पूर्णबहादुर बुढाथोकी। काम गर्दा गर्दै यही वर्ष 2025 2 महिना 24 तारिकको दिन राति काम गरिसकेपछि कमरामा सुत्न जाने अवस्थामा राति 1 बजे निक्लिसकेपछि बिहान 7 बजेको बिचसम्म उहाँ कहीँ कतै हराएको र लापत्ता भएको सूचना छोरा नवीन बुढाथोकीले पाइसकेपछि खोज तलास उहाँको सुरु भयो। त्यो दिनदेखिबाट खोज तलास सुरु भइरहेको छ, तर अझैसम्म उहाँको केही अट्टो पट्टो पाएको छैन र उहाँको साथमा मोबाइल पनि छैन, पैसा पनि छैन र उहाँ यतिन्जेलसम्म के गरी खानुभएको होला, कसरी बस्नुभएको होला, कहाँ हुनुहुन्छ होला भनेर परिवार निकै चिन्तामा पर्नुभएको छ। यो भिडियो सामग्री प्रस्तुत गर्दै गर्दा स्वयं पूर्णबहादुर बुढाथोकी आफैले कहीँ कतैबाट देख्नुहुन्छ भने कृपया तुरुन्त आफ्नो घर परिवारलाई सम्पर्क गर्न विनम्र अनुरोध गर्दै भिडियो सामग्री कहाँदेखि हेर्दै हुनुहुन्छ कृपया तपाईको छरछिमेक वरिपरि कहीँ कतैबाट पनि यो भिडियो सामग्रीमा देखिने व्यक्ति पूर्णबहादुर बुढाथोकीलाई कहीँ कतै चिन्नुहुन्छ, भेट्नुहुन्छ, देख्नुहुन्छ भने दिएको यो नम्बरमा तुरुन्त सम्पर्क गर्नुहोस् या तपाईको नजिकैको प्रहरी चौकीमा सम्पर्क गरेर पूर्णबहादुर बुढाथोकीको परिवारसम्म पूर्णबहादुर बुढाथोकीलाई पुर्याइदिन अनुरोध गर्दै छोरा नवीन बुढाथोकीको नम्बर मैले तपाईहरुको बीचमा देखाएको छु। कृपया तपाईले यो नम्बरमा सम्पर्क गरेर पनि परिवारलाई मिलन गराउन तपाईको महत्त्वपूर्ण भूमिकाको खाँचो रहेको छ। दर्शकबिन भिडियो सामग्री कहाँदेखि हेर्दै र सुन्नुहुन्छ तपाईको मनमा लागेको मिठो नमिठो सल्लाह सुझाव कमेन्ट बक्समा राख्दै भिडियो सामग्रीलाई धेरै भन्दा धेरै ठाउँमा शेयर गरेर साथ दिन नभुल्नुहोला है।